लगौ क्वेशन नम्बर 1 माछाको मासुमा कति प्रतिशत प्रोटिन हुन्छ र यसको राइट एन्सर रहेको छ 15 देखि 20%। माछाको मासुमा चाहिँ 15 देखि 20% प्रोटिन पाइन्छ। त्यस्तै गरेर माछामा चाहिँ अत्यन्तै महत्त्वपूर्ण तत्त्व ओमेगा 3 भने पोली अनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ। त्यस्तै गरेर माछाको मासुमा चाहिँ प्रचुर मात्रामा भिटामिन ए र भिटामिन डी पाइन्छ। लगौ क्वेशन नम्बर 2 तर्फ। क्वेशन नम्बर 2 नेपालमा बङ्गुरसँगै माछा पालनको सुरुवात कहिलेबाट भयो र यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2032-33 सालदेखि। माछासँगै बङ्गुर पालन गर्दा चाहिँ 1 हेक्टर क्षेत्रफलमा 40 वटा बङ्गुर पाल्न सकिन्छ। बङ्गुरले खाएर फालेको खाद्य पदार्थ चाहिँ 30% चाहिँ नपचेको हुन्छ हैन। सो त्यो चाहिँ माछाको आहारको रूपमा काम गर्छ र साथै बङ्गुरको मल चाहिँ पोखरीमा फाइटोप्लाङ्क्टन डेभलपको लागि पनि प्रयोग हुन्छ। यसरी माछासँगै बङ्गुर पाल्दा हामीले फाइदा लिन सकिन्छ। लगौ क्वेशन नम्बर 3 माछाको मुख्य सेन्स अर्गन कुन हो र यसको एन्सर रहेको छ लेटरल लाइन जसले चाहिँ पानीको हलचल थाहा पाउन हेल्प गर्छ। क्वेशन नम्बर 4 न्यानो पानीमा पालन गरिने माछाको लागि पानीको तापक्रम कति हुनु राम्रो मानिन्छ र यसको राइट एन्सर रहेको छ 18 to 32 डिग्री सेल्सियस। न्यानो पानीमा पालन गरिने माछाको लागि उपयुक्त तापक्रम भनेको चाहिँ 18 देखि 32 डिग्री सेल्सियस है त। क्वेशन नम्बर 5 मिरर कार्प भनेर कुन माछालाई चिनिन्छ र यसको राइट एन्सर रहेको छ कमन कार्प अन्तर्गतको इजरायल कार्पलाई चाहिँ मिरर कार्प भनेर चिनिन्छ जुन माछा चाहिँ विक्रम सम्वत 2016 सालमा इजरायलबाट नेपालमा आयात गरिएको थियो र यसको साइन्टिफिक नेम चाहिँ साइप्रिनस कार्पियो बर्ड स्पेकुल्यारिस हो है त। आइया सम्झिनु इजरायल भसी चाहिँ स्पेकुल्यारिस हुन्छ भने जर्मनको चाहिँ जीसी सम्झिनु जर्मनको चाहिँ साइप्रिनस कार्पियो बर्ड कम्युनिस हुन्छ है त। लगौ क्वेशन नम्बर 6 तर्फ लिभिङ म्यानरिङ मेसिन भनेर कुन माछालाई चिनिन्छ र यसको एन्सर रहेको छ ग्रास कार्प जसको साइन्टिफिक नेम के हो त टिनोफेरेन गोल्डन आइडेला हो है त। र यो चाहिँ विक्रम सम्वत 2023 सालमा इन्डियाबाट र 2025 सालमा जापानबाट नेपालमा आयात गरिएको थियो र ग्रास कार्प चाहिँ हर्बिभोरस हो है त। लगौ क्वेशन नम्बर 7 तर्फ। क्वेशन नम्बर 7 धान खेतमा माछा पालनको सुरुवात कुन देशबाट भएको थियो र यसको एन्सर रहेको छ भारत। भारतबाट चाहिँ धान खेतमा माछा पालनको सुरुवात भएको थियो भने नेपालमा चाहिँ 1964 एडी यानी कि 2021 सालबाट धान खेतमा माछा पालनको सुरुवात भएको थियो। क्वेशन नम्बर 8 धान खेतमा पालन गर्नको लागि उपयुक्त मानिने नेपालमा व्यावसायिक रूपमा पालिँदै आएका माछा कुन कुन हुन् र यसको राइट एन्सर रहेको छ कमन कार्प एन्ड तिलापिया। क्वेशन नम्बर 9 धान खेतमा माछा पालन गर्दा धानको उत्पादन कतिले वृद्धि आउँछ र यसको एन्सर रहेको छ 10 देखि 15%। धानको उत्पादनमा चाहिँ 10 देखि 15% वृद्धि आउँछ। त्यस्तै गरेर धानसँगै माछा पालन गर्दा चाहिँ धानमा विषादीको प्रयोग गर्नु हुँदैन। त्यस्तै गरेर झार अनि मुसा र अन्य किराहरूको पनि नियन्त्रण हुन्छ। अनि कस्तो खालको धान छनौट गर्ने त माछासँगै पाल्दा भन्दाखेरि चाहिँ
जुन चाहिँ ढिलो पाक्छ, होचो अनि नढल्ने, पानी खप्ने, जस्तै कि मन्सुली, सावित्री धान चाहिँ माछा पालनसँगै गरिने धान खेतीहरू हुन्। धान काट्नुभन्दा 10 देखि 15 दिन अगाडि पानी सुकाएर माछा मारिन्छ। त्यस्तै गरेर 90 दिनमा चाहिँ 15 देखि 20 केजी प्रति रोपनी माछा उत्पादन हुन्छ। धान रोपेको 10-11 दिनपछि कमन काठको भुरा चाहिँ प्रति रोपनी 150 देखि 250 वटाको दरले छोड्नु पर्दछ, अथवा 4000 देखि 5000 वटा भुरा प्रति हेक्टर राख्न सकिन्छ। त्यस्तै गरेर कमन काठ र तिलापियाको मिश्रण भयो भने चाहिँ 7000 देखि 10000 वटा भुरा प्रति हेक्टर राख्न सकिन्छ। क्वेसन नम्बर 10, पानीको pH कति भएमा माछा बाँच्न सक्दैन? र यसको राइट एन्सर रहेको छ 4.5 भन्दा तल र 11 भन्दा माथि। माछा पालनको लागि उपयुक्त pH कति हुनुपर्छ त पानीको? ल मसँगै भन्नुहोस् त कति होला? 6.5 देखि 9 हुनु पर्दछ है त। क्वेसन नम्बर 11 को ए, पानीको pH कम भएमा के प्रयोग गरिन्छ? र यसको राइट एन्सर रहेको छ चुनाको प्रयोग गरिन्छ भने। क्वेसन नम्बर 11 को बी, पानीको pH बढी भएमा के प्रयोग गर्नु पर्दछ? र यसको एन्सर रहेको छ जिप्सनको प्रयोग गर्नु पर्दछ। ओके, क्लियर हुनुभयो त? बढी भए जिप्सन, कम भए चुना, 4.5 भन्दा तल र 11 भन्दा माथि भयो भने बाँच्न सक्दैन, र पानीको उपयुक्त pH भनेको 6.5 देखि 9 हुनु पर्दछ। ल अब हामी लागौँ क्वेसन नम्बर 12 तर्फ, र यो मेरो भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला है त, र मेरो भिडियोमा कमेन्ट गर्न पनि नबिर्सिनु होला। क्वेसन नम्बर 12, भाले लागेको माछाको अण्डालाई के भनिन्छ? र यसको एन्सर रहेको छ स्पन भनिन्छ है त। क्वेसन नम्बर 13, स्पनबाट निस्केको माछाको भुसुनालाई के भनिन्छ? ह्याचलिङ भनिन्छ है त। ह्याचलिङको तौल कति हुन्छ भन्थ्यौँ हिजो हामीले? 0.0025 ग्राम हुन्छ भन्थ्यौँ है। ह्याचलिङ भनेको चाहिँ भुसुना माछा हो 5 दिनसम्मको, र यो चाहिँ 0.0025 ग्राम हुन्छ भनेर भनिसके, अथवा 0.5 देखि 1 ग्रामको हुन्छ। र ह्याचलिङलाई चाहिँ नर्सरी पोन्डमा हुर्काइन्छ, जसको गहिराइ कति हुन्छ भन्दा 1 मिटरसम्मको हुन्छ, र क्षेत्रफल चाहिँ 0.02 देखि 0.05 हेक्टरसम्म हुन्छ है त। क्लियर हुनुभयो? ह्याचलिङ भनेको सानो माछा अथवा भुरा माछा है, 0.5 देखि 1 ग्रामको हुन्छ, र जसलाई चाहिँ नर्सरी पोन्डमा हुर्काइन्छ, र नर्सरी पोन्डको गहिराइ भनेको चाहिँ 1 मिटरको हुन्छ, र क्षेत्रफल भनेको 0.02 देखि 0.05 हेक्टर हुन्छ है। माछामा धेरै साथीहरू कन्फ्युज हुनुहुन्छ भन्नु मात्र, सो मैले चाहिँ रिभिजन गरेको हो। ओके, अब हामी लागौँ क्वेसन नम्बर 14 तर्फ। क्वेसन नम्बर 14, कमन कार्प माछाको प्रजननको लागि उपयुक्त तापक्रम कति हो? र यसको राइट एन्सर रहेको छ 28 डिग्री सेल्सियस। क्वेसन नम्बर 15, कमन कार्प माछाको फिकन्डिटी प्रजनन क्षमता कति हुन्छ? र यसको एन्सर मैले हिजो भनेको थिएँ, कति हुन्छ अरे? 1 लाख देखि 2 लाख अन्डा प्रति केजी शारीरिक तौल हुन्छ है त। क्वेसन नम्बर 16, कमन कार्पको साइन्टिफिक नेम के हो? यसको एन्सर त धेरै थाहा होला, ल मसँगै भन्नुहोस् त। साइप्रिनस कार्पियो। कमन कार्पको चाहिँ 3टा टाइप्स छैन, एउटा इजरायल कार्प, अर्को जर्मन कार्प,
र नेसिस कार्प त्यति चाहिँ विकास भएको छैन, नेपालमा त्यति फस्टाएको छैन। र इजरायल कार्प र जर्मन कार्प चाहिँ नेपालमा पालन गरिन्छ। हामीले इजरायली कार्पको साइन्टिफिक नेम के भन्थ्यौँ रे? आइया सम्झिनु भन्थ्यो होइन। साइप्रिनस कार्पियो बर्ड स्पेकुल्यारिस भने जर्मन जीसी साइप्रिनस कार्पियो बर्ड कम्युनिस। ओके, मैले रिभिजन गर्दै भनेको छु। ल अब हामी लागौँ क्वेसन नम्बर 17 तर्फ। क्वेसन नम्बर 17 फिडिङ ह्याबिट अफ कमन कार्प। यो पनि धेरै थाहा भएको क्वेसन हो। कमन कार्प चाहिँ अम्निभोरस हो है त भने कमन कार्प बटम फिडर पनि हो। ल अब हामी लागौँ क्वेसन नम्बर 18 तर्फ। क्वेसन नम्बर 18 नाइल तिलापिया माछाको उत्पत्ति कहाँ भएको थियो? र यसको एन्सर रहेको छ अफ्रिकामा है त। र नाइल तिलापियाको साइन्टिफिक नेम के हो त? ओरियोक्रोमिस निलोटिकस है, जुन चाहिँ 1985 एडीमा थाइल्यान्डबाट नेपालमा आयात गरिएको थियो। र नाइल तिलापिया चाहिँ अम्निभोरस हो र पानीको सबै सतहमा बस्दछ। र यसको सेक्सुअल म्याचुरिटी भनेको चाहिँ 4 देखि 6 महिनामै हुन्छ, यानि कि 4 देखि 6 महिनामै वयस्क हुन्छ। र यसको मार्केटेबल साइज यानि कि बजारमा बिक्री योग्य साइज भनेको चाहिँ 300 देखि 500 ग्राम हो। तिलापियाको चाहिँ कतिवटा 70 वटा चाहिँ प्रजातिहरू छन्। तीमध्ये चाहिँ 9 प्रजातिका तिलापियाहरूलाई चाहिँ पालन गरिएको छ। फर्टिलाइज एक मुखमा राख्ने माछा कुन हो भने कुन हो त? तिलापिया हो। सरी मैले एक भनेछु कि मैले मेरो प्रोनाउन्सिएसन कुनै सुनेर मेरो क्लासको साथीहरू हाँस्नुहुन्थ्यो कि त्यो बच्चा कस्तो हुन्छ अरे कि प्रोनाउन्सिएसन। ठ्याक्कै त्यही याद आयो कि फर्टिलाइज एग है, मैले इग भनिरहेको रहेछु। फर्टिलाइज एग मुखमा राख्ने माछा चाहिँ तिलापिया हो है। सरी बिचमा घरिघरि मजाक पनि गर्नुपर्छ र त्यो कुरा चाहिँ साँचो हो। र मेरो कुनै प्रोनाउन्सिएसन सुनेर हाँस्नुहुन्थ्यो कि। र क्वेसन नम्बर 19 त्यही सम्झेर हाँस्नु लाग्यो। 1 हेक्टर माछा पोखरीको लागि कति हाँस पाल्न सकिन्छ? र यसको एन्सर रहेको छ 500 वटा है त। प्रति हेक्टर चाहिँ माछा पोखरीमा 500 वटा हाँस चाहिँ पाल्न सकिन्छ। क्वेसन नम्बर 20 माछासँगै हाँस पालन सुरु कुन हाँसबाट गरिएको थियो? पेकिङ जातको सेतो हाँसबाट माछासँगै हाँस पालनको सुरुवात गरिएको थियो, जुन चाहिँ नेपालमा आर्थिक वर्ष 2027-28 सालमा हङ्गेरीबाट आयात गरिएको थियो। र हाँससँगै माछा पालनको सुरुवात गरिएको थियो। कति सालबाट रहेछ त? 2027-28 सालबाट हङ्गेरीबाट है। पेकिङ जातको सेतो हाँस चाहिँ आयात गरी नेपालमा माछासँगै हाँस पालनको सुरुवात भएको थियो। हाँसले चाहिँ के गर्छ? पोखरीमा रहेका भ्याकुत्ता, चेपागाडा अनि किरा फटेङ्ग्रा र वनस्पतिहरू खाइ चाहिँ माछालाई राम्रो वातावरण बनाउन हेल्प गर्छ। हाँस चाहिँ 4 हप्ताको भइसकेपछि पोखरीमा छोड्नु पर्दछ भने माछाको तौल अथवा साइज चाहिँ 25 ग्राम भन्दा माथि पुगेको हुनु पर्दछ। हाँस माछा पोखरीको डिलमा चाहिँ हाँसको खोर निर्माण गर्नु पर्दछ। यसरी निर्माण गर्दा चाहिँ एउटा हाँसलाई 3 वर्ग फिट क्षेत्रफल आवश्यकता पर्दछ। र हाँसको खोर चाहिँ पूर्वतिर फर्काएर बनाउनु पर्दछ, किनभने निरन्तर रूपमा घाम लागोस् भनेर हाँसको खोर चाहिँ पूर्वतिर फर्काएर बनाउनु पर्दछ। ओके, मैले यो बारे आफूले जानेको कुराहरू भने। लगौ क्वेसन नम्बर 21 तर्फ। ससाना चाँदी जस्तो टल्किने माछा कुन हो? त क्वेसन देख्ने बित्तिकै एन्सर आयो होला। चाँदी भनेपछि कुन होला? चाँदी भनेपछि हजुरले के सोच्नु भयो त? हो, सिल्भर कार्प नै सम्झिनु भयो होला। र यसको एन्सर पनि सिल्भर कार्प नै हो।
र यसको साइन्टिफिक नेम के हो त भन्दा नबिर्सिने तरिकाले भनिदिन्छु। एचएस सम्झिनु। एचएस भन्ने डिजिज छ नि, ब्याक्टेरियल डिजिज अफ एनिमल। सो यसको साइन्टिफिक नेम चाहिँ एचबाट आउँछ सिल्भर कार्पको। सो एचएस। हाइपोप्थाल्मिटिस मोलिट्रिक्स हो यसको साइन्टिफिक नेम। सिल्भर कार्प चाहिँ विक्रम सम्वत 2023 सालमा इन्डियाबाट र 2025 सालमा जापानबाट नेपालमा आयात गरिएको थियो र यो चाहिँ फाइटोप्ल्याङ्क्टन फिडिङ गर्छ भने यो चाहिँ सर्फेस फिडर हो है त। एसएस सिल्भर सर्फेस फिडर फाइटोप्ल्याङ्क्टन 2023 सालमा इन्डियाबाट र 2025 सालमा जापानबाट ल्याइएको थियो। क्वेसन नम्बर 22 स्केल कार्प भनेर कुन कमन कार्पलाई चिनिन्छ र यसको राइट एन्सर रहेको छ जर्मन कार्पलाई चाहिँ स्केल कार्प भनिन्छ भने माइरर कार्प भनेर कुन कार्पलाई चिनिन्छ अरे इजरायल कार्पलाई चिनिन्छ है त। जर्मन कार्प चाहिँ विक्रम सम्वत 2013 सालमा इन्डियाबाट नेपालमा आयात गरिएको थियो। यो कुरा चाहिँ मैले 2-3 चोटि नै भनिसकेँ, केही छैन, जति रिभिजन भयो उति नै आउँछ। सो झिझो नगर्नु होला। लगौ क्वेसन नम्बर 23 तर्फ। ट्राउट माछाको ह्याचरी त्रिशुलीमा कहिले स्थापना भयो र यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2027 सालमा चाहिँ ट्राउट माछाको ह्याचरी त्रिशुलीमा स्थापना भएको थियो। क्वेसन नम्बर 24 नेपालमा पेन कल्चरको सुरुवात कहिले र कहाँबाट भएको थियो र यसको राइट एन्सर रहेको छ ल गेस गर्नु त 1984 एडी पोखराबाट सुरु भएको थियो है त। भने यो पेन कल्चर अर्थात् कि इन्क्लोजर मा चाहिँ गरिब अनि कम आय भएको, त्यस्तो गरेर आफ्नो जमिन नभएका कृषकहरूको लागि चाहिँ आय आर्जन गर्न चाहिँ उपयुक्त मानिन्छ र यसमा चाहिँ पोखरीमा चाहिँ तीनतिरबाट जालीले घेरेर पिरमा मात्र खुला गरी माछा पालन गरिन्छ। ल अब हामी लागौँ क्वेसन नम्बर 25 तर्फ। कृत्रिम र प्राकृतिक जलाशय मत्स्य कार्यक्रमको सुरुवात कहिलेबाट भयो र यसको एन्सर रहेको छ विक्रम सम्वत 2048 सालदेखि चाहिँ कृत्रिम र प्राकृतिक जलाशय मत्स्य कार्यक्रमको सुरुवात भएको थियो है त। क्वेसन नम्बर 26 नेपालमा बिगेट माछा कहिले र कहाँबाट भित्राइएको थियो र यसको एन्सर रहेको छ 2028 सालमा हङ्गेरीबाट नेपालमा भित्राइएको थियो। भने बिगेट माछाको साइन्टिफिक नेम चाहिँ एबी सम्झिनु है, एरेस्टेटिक नोबिलिस। मेरो प्रोनाउन्सिएसन त्यति राम्रो हुँदैन, म फेरि भन्छु एरिस्टिक्टिस नोबिलिस र यो चाहिँ जूप्ल्याङ्क्टन फिडर हो। भने यो चाहिँ सर्फेस फिडर पनि हो, मतलब कि फिडिङ ह्याबिट भनेको चाहिँ जूप्ल्याङ्क्टन र दाना खाने ठाउँ भनेको चाहिँ सर्फेस फिडर। ओके, क्लियर हुनुभयो त। फेरि भन्छु है त, बिगेटको साइन्टिफिक नेम भनेको एरिस्टिटिक नोबिलिस जुन चाहिँ 2028 सालमा हङ्गेरीबाट नेपालमा आयात गरिएको थियो र यो जूप्ल्याङ्क्टन फिडर हो र सर्फेस फिडर हो। ल अब हामी लागौँ क्वेसन नम्बर 27 तर्फ। माछा पालनको लागि पानीमा घुलित अक्सिजन कति हुनु पर्दछ र यसको राइट एन्सर रहेको छ 5 ppm वा सो भन्दा बढी हुनु पर्दछ है त। अर्थात् कि 5 मिलिग्राम प्रति लिटर वा सो भन्दा बढी। डिजल्भ अक्सिजन भन्ने बित्तिकै चाहिँ पानीको केमिकल प्रोपर्टिज भित्र पर्दछ है त। क्वेसन आउन सक्छ तल दिएको मध्ये कुन चाहिँ पानीको भौतिक गुण यानि कि फिजिकल प्रोपर्टिज भित्र पर्दैन भनेर क्वेसन सोध्यो र अप्सनमा चाहिँ पानीको रङ, पानीको गहिराई अनि पारदर्शिता र घुलित अक्सिजन दियो भने चाहिँ त्यसको एन्सर चाहिँ घुलित अक्सिजन हुन्छ। सो हामीले जान्नुपर्छ पानीको फिजिकल एन्ड केमिकल प्रोपर्टिज पनि। यहाँ भनिदिन्छु है त, पानीको केमिकल प्रोपर्टिज भन्ने बित्तिकै डिजल्भ अक्सिजन, कार्बन डाइअक्साइड, एमोनिया
अनि त्यस्तै गरेर क्षारीयता अर्थात् अल्कालिनिटी अनि हार्डनेस यानि कि कडापन चाहिँ केमिकल प्रोपर्टिज भित्र पर्छ भने फिजिकल प्रोपर्टिज भित्र भनेको चाहिँ पानीको रङ, पानीको गहिराई, पारदर्शिता, तापक्रम, प्रकाश क्षेत्र पर्दछ है त। ओके, क्लियर हुनुभयो त। धेरै साथीहरू चाहिँ माछामा कन्फ्युज छु, माछाको क्वेसन बनाउनु भन्दै हुनुहुन्थ्यो। सो मैले चाहिँ एउटै कुरा धेरैचोटि रिभिजन गरी र आफूले जान्ने कुराहरू थपेर भनिदिएको छु। सो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला है त। क्वेसन नम्बर 28, प्रजनन समयमा पोथी माछाको पेट थिच्दा भेन्टबाट के निस्कन्छ? अन्डा निस्किन्छ। प्रजनन समयमा पोथी माछाको पेट थिच्दा चाहिँ भेन्टबाट अन्डा निस्किन्छ भने प्रजनन समयमा भाले माछाको पेट थिच्दा चाहिँ भेन्टबाट सेतो दुध जस्तो तरल बिर्रे अर्थात् कि मिल्क निस्कन्छ। लागौँ क्वेसन नम्बर 30 तर्फ। क्वेसन नम्बर 30, माछा पालन गरिएको पोखरीमा पानीको पारदर्शिता कति हुनुलाई राम्रो मानिन्छ? र यसको एन्सर रहेको छ 20 देखि 40 सिएम हुनु चाहिँ राम्रो मानिन्छ। पारदर्शिता कति हुनुपर्ने रहेछ? 20 देखि 40 सिएम। पारदर्शिता भन्ने बित्तिकै के पर्यो रे? पानीको फिजिकल प्रोपर्टिज पर्यो। त्यो पनि सोध्न सक्छ नि त। सो एउटै क्वेसनले हामीलाई डबल फाइदा होस् भनेर पढ्नुपर्छ है त। र प्रकाश क्षेत्र चाहिँ ट्याक्कै डबल हुन्छ सम्झिनु। पारदर्शिता 20 देखि 40 सिएम छ भने प्रकाश क्षेत्र चाहिँ 40 देखि 80 सिएम हुन्छ है। त्यो पनि फिजिकल प्रोपर्टिज अफ वाटर भित्र पर्दछ। लागौँ क्वेसन नम्बर 31 तर्फ। प्रजनन पोखरीको गहिराई कति हुनु राम्रो मानिन्छ? र यसको राइट एन्सर रहेको छ 1.5 देखि 2.0 मिटर। भने माउ माछा पोखरीको पनि त्यति नै हुन्छ है, 1.5 देखि 2.0 मिटर हुन्छ। भने नर्सरी पोखरीको कति हुन्छ त? मैले अघि नै भनेको थिएँ 0.8 देखि 1.0 मिटर गहिराई हुन्छ। नर्सरी पोखरीमा के हुर्काइन्छ त? ह्याचलिङहरू हुर्काइन्छ। त्यस्तै गरेर रियरिङ पोन्डको गहिराई भनेको चाहिँ 1 देखि 1.5 मिटर हुन्छ, जहाँ चाहिँ के हुर्काइन्छ? माछाका भुराहरू, फिङ्गरलिङहरू चाहिँ रियरिङ पोन्डमा हुर्काइन्छ। यसरी मैले चाहिँ जानेको कुराहरू पनि भने। फेरि रिभिजन गर्ने हो त, ल भनौँ है त। माउ माछा पोखरी यानि कि ब्रुड स्टक पोन्ड भन्छ, त्यसको गहिराई भनेको 1.5 देखि 2 मिटर। यो प्रजनन पोखरीको गहिराई पनि 1.5 देखि 2 मिटर। नर्सरी पोखरीको गहिराई चाहिँ कति भने 0.8 देखि 1 मिटर र रियरिङ पोन्डको गहिराई चाहिँ 1 देखि 1.5 मिटर। मैले एउटै कुरालाई बारम्बार दोहोऱ्याएर भनेको छु किनकि धेरै साथीहरू माछामा कन्फ्युज छु, सो माछाको भिडियो लिएर आउनु होला भन्नुभएको थियो। र एउटै कुरा धेरै भन्यो भने पनि के हुन्छ? मैले के भन्थेँ त? गुडपाक धेरै खायो भने पनि नमिठो हुन्छ भन्दै पढाउँछु के मैले क्लास पनि लगेको थिएँ अलि दिन। सो त्यही कुराको याद आयो। लागौँ क्वेसन नम्बर 32 तर्फ। आइएमसी इन्डियन मेजर कार्प कुन हो त? इन्डियन मेजर कार्प भनेको चाहिँ रोहु, नैनी र भाकुर हो। यसलाई चाहिँ स्वदेशी माछा पनि भनिन्छ। इन्डियन मेजर कार्प माछाको भुरा उत्पादन हुने समय कहिले हो? र यसको एन्सर रहेको छ असार टु भदौ। ल क्वेसन नम्बर 33, चाइनिज कार्प। चाइनिज कार्प कुन हो त? बिग हेड कार्प, ग्रास कार्प र सिल्भर कार्प भनेको चाइनिज कार्पहरू चाहिँ को माछाको भुरा उत्पादन हुने महिना भनेको चाहिँ वैशाख टु असार है त। चाइनिज कार्पको चाहिँ वैशाख टु असार। चाइनिज कार्प कुन रहेछ त? बिग हेड, सिल्भर र ग्लास। र इन्डियन मेजर कार्पको चाहिँ असार टु भदौ। इन्डियन मेजर कार्पलाई स्वदेशी माछा पनि भनिन्छ। कुन हुन् त? रोहु, नैनी र भाकुर। क्वेसन नम्बर 34, माछा पालन कार्यलाई के भनिन्छ? र यसको राइट एन्सर रहेको छ पिस्किकल्चर। माछा पालन गर्ने कार्यलाई पिस्किकल्चर भनिन्छ भने माछा सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई चाहिँ मैले अघि भनेको थिएँ के भनिन्छ अरे? इक्थियोलोजी भनिन्छ। अब हामी लागौँ क्वेसन नम्बर 36 तर्फ।
क्वेशन नम्बर 36 गिललाई ढाकेर राख्ने अङ्गलाई के भनिन्छ र यसको राइट एन्सर रहेको छ ओपेरिकुलम भनिन्छ है त अर्थात् कि गिल कभर पनि भनिन्छ ओपेरिकुलमलाई चाहिँ हियरिङ अर्गन भनिन्छ अर्थात् कि यसले चाहिँ आवाज सुन्ने काम गर्दछ नेपालीमा यसलाई कानेपत्र भनेर चिनिन्छ जसले चाहिँ गिल्सलाई कभर गर्दछ क्वेशन नम्बर 37 डाइजेस्टिभ रिप्रोडक्टिभ एन्ड युरिनरी सिस्टमको कमन ओपनिङलाई के भनिन्छ त अघि मैले के भन्थे प्रजनन समयमा चाहिँ भाले माछाको पेट थिच्दा चाहिँ भेन्टबाट सेतो दुध जस्तो तरल बिर्रे यानि कि मिल्क निस्किन्छ भने प्रजनन समयमा पोथी माछाको पेट थिच्दा भेन्टबाट चाहिँ अन्डा बाहिर निस्किन्छ है त लागौं क्वेशन नम्बर 38 तर्फ माछाको शरीरको तापक्रम कति हुन्छ ल भन्नुस् त कति हुन्छ र यसको एन्सर रहेको छ पानीको तापक्रम अनुसार फरक हुन्छ है त माछा चाहिँ कोल्ड ब्लडेड एनिमल हो र यसको तापक्रम समान हुँदैन यसको तापक्रम चाहिँ पानीको तापक्रम अनुसार फरक हुन जान्छ क्वेशन नम्बर 39 ट्राउट माछा कति तापक्रमसम्म बाँच्न सक्छ र यसको राइट एन्सर रहेको छ 0 देखि 25 डिग्री सेल्सियस र शारीरिक वृद्धिको लागि उपयुक्त तापक्रम भनेको चाहिँ 14 देखि 18 डिग्री सेल्सियस हुन्छ भने भुरा उत्पादनको लागि उपयुक्त तापक्रम 8 देखि 14 डिग्री सेल्सियस हुन्छ है त क्लियर हुनुभयो त 0 देखि 25 डिग्री सेल्सियस सम्म चाहिँ बाँच्छ अनि शारीरिक वृद्धिको लागि उपयुक्त तापक्रम भनेको 14 देखि 18 र भुरा उत्पादनको लागि उपयुक्त तापक्रम भनेको चाहिँ 18 देखि 14 डिग्री सेल्सियस हुन्छ क्वेशन नम्बर 40 सेचिडिस के पत्ता लगाउन प्रयोग गरिन्छ र यसको एन्सर रहेको छ पानीको धमिलोपना अथवा मलिलोपना टर्बिडिटी अफ वाटर नाप्नको लागि सेचिडिसको प्रयोग गरिन्छ क्वेशन नम्बर 41 माछाको फर्टिलाइजेसन कहाँ हुन्छ र यसको राइट एन्सर रहेको छ बाहिर हुन्छ है माछाको फर्टिलाइजेसन क्वेशन नम्बर 42 पोखरीमा जूप्ल्याङ्टन र फाइटोप्ल्याङ्टनको रेसियो कति हुनु पर्दछ र यसको राइट एन्सर रहेको छ 1:2 जूप्ल्याङ्टन र फाइटोप्ल्याङ्टनको रेसियो भनेको चाहिँ 1:2 हुनु पर्दछ है त क्वेशन नम्बर 43 काकाबनको प्रयोग कुन माछाको प्रजननको लागि गरिन्छ र यसको राइट एन्सर रहेको छ कमन कार्पको लागि चाहिँ काकाबनको प्रयोग गरिन्छ क्वेशन नम्बर 44 डियोमिटर के को मात्रा नाप्न प्रयोग गरिन्छ र यसको राइट एन्सर रहेको छ पानीमा घुलित अक्सिजन यानि कि डिजल्भ अक्सिजन इन वाटर नाप्नको लागि डियोमिटरको प्रयोग गरिन्छ क्वेशन नम्बर 45 नैनी माछाको आहार खाने बानी कस्तो हुन्छ अम्निभरस नैनी माछा चाहिँ अम्निभरस र बटन फिडर हो नैनी माछाको साइन्टिफिक नेम भनेको सिरिनस मिजला हो जुन चाहिँ विक्रमसम्म 2004 सालमा इन्डियाबाट आयात गरिएको थियो अब लागौं क्वेशन नम्बर 46 तर्फ क्वेशन नम्बर 46 गिल कुहिने रोगलाई के भनिन्छ गिल रुट भनिन्छ है त साथै यसलाई चाहिँ ब्राङ्कियोमाइकोसिस पनि भनिन्छ जुन चाहिँ फंगल डिजिज अफ फिस हो जुन चाहिँ ब्राङ्कियोमाइसिस सैङ्ग्युनिन्सले लगाउँदछ क्वेशन नम्बर 47 EUS इपिजोटिक अल्सरेटिभ सिन्ड्रोम रोगले सबैभन्दा बढी कुन माछालाई असर गर्दछ र यसको राइट एन्सर रहेको छ इन्डियन मेजर कार्प यानि कि कुनकुनरे रोहु नैनी भाकुरलाई चाहिँ सबैभन्दा बढी असर गर्दछ यो पनि फंगल डिजिज अफ फिस हो जुन चाहिँ एफानोमाइसिस इन्भेडेन्सले लगाउँदछ क्वेशन नम्बर 48 माछा ढुवानी गर्दा अक्सिजनको मात्रा कति हुनु पर्दछ 5 देखि 8 ppm यानि कि 5 देखि 8 mg पर लिटर हुनु पर्दछ है त माछा ढुवानी गर्दा चाहिँ सानो माछालाई चाहिँ 6 देखि 12 घण्टासम्म
र ठुलो माछालाई चाहिँ 24 देखि 48 घण्टासम्म खाना दिनु हुँदैन, जसले चाहिँ के भनिन्छ कन्डिसनिङ भनिन्छ। क्वेशन नम्बर 49 ओल्ड फिशरिज डे इज कल्ड टु November 21 FN फिशरिज November 21। 49 को बी ओल्ड वाटर डे इज कल्ड टू March 22 WM फिशरिज November 21 वाटर डे चाहिँ March 22। ओल्ड वेटल्यान्ड डे इज कल्ड टू February 2। ल लास्ट क्वेसन, यसको एन्सर चाहिँ हजुरहरूले खोजेर भन्नु होला। ब्लू रिभोल्युसन केसँग सम्बन्धित छ? यसको एन्सर चाहिँ तल कमेन्ट गर्नु होला। र मेरो भिडियो कस्तो छ प्रति